त्यो धरानको ओसो पार्क भन्ने ठाउँ अरे के गाइजहरू कति राम्रो छ कि तपाईँहरू पनि टक्क लगाएर आउन चाहनुहुन्छ नि आउँदा हुन्छ है टक्क लगाएर अबि झन्डै लडेको अवस्था भरेको रहेछ गाइज है टक्क लगाएर एकदम रमाइलो ठाउँ छ हेर्नु है टक्क लगाएर यता मेरो भाउजू हुनुहुन्छ अनि हेर्नु यस्तो यस्तो छ खेल्ने ठाउँहरू राम्रो के एकदम हरियाली यो टक्क लगाएर हेर्नु न वाउ कति राम्रो ठाउँ छ कि हेर्नु यहाँ आउँदैछ के यहाँ मेरो रुक्कु भन्ने बहिनी हो होइन टक्क दिदी बहिनीको 7 वर्षमा भेट भएको ल हेर्नु है 7 वर्षमा ओन्ली 7 वर्ष है टक्क लगाएर अनि यहाँ हेलो भाउजू यता हाई भन्नु न हाई ठिक छ भाउजू कस्तो लागिरहेको त तपाईँलाई यहाँ आज ओसो पार्क आउँदाखेरि कस्तो लागिरहेको अनि तिमीलाई कस्तो लागेको बब्बा लागेछ ल सुन्नु भयो नि गाइजहरू टक्क लगाएर एकदम बब्बा लागेछ अरे होइन अब म चाहिँ यो फोटो टक्क लगाएर टिकटकमा हाल्छु तपाईँहरूलाई मन पऱ्यो भने लाइक सेयर कमेन्ट सब्सक्राइब सबै गरिदिनु होला होइन गर्न नभुल्नु होला फुलहरू पनि हेर्नु न वाउ कस्तो दामी दामीहरू छ है टक्क यहाँ हेर्नु न यो चाहिँ मेरो क्युट छोरो हो क्या यहाँ हेर्नु न भद्दो क्युट छोरो हेर्नु न यहाँ हेर्नु न यहाँ दामी छ क्या ठाउँहरू यताहरू चाहिँ अब दाईहरू कहाँबाट आउनुभएको यो चाहिँ थाहा भएन सोध्न मिल्दैन होइन घुम्न आउनुभएको होला सायदहरू दाईहरू पनि टक्क लगाएर माथि गएको अवस्था भरिबाट लडी पो हाल्ने हो कि टक्क लगाएर एकदम रमाइलो छ ठाउँहरू टक्क लगाएर अनि हामी यो चाहिँ माथि डाँडा हो कि छोडा ल यो चाहिँ माथि डाँडा हो होइन म डाँडामा त चढ्दैछु होइन झन्डै लडेको अवस्था यार ल यो चाहिँ यस्तो हो ओइ छुडा के साह्रो अल्छी गरेको घुम्न आउँछ यार अल्छीहरू हेलो गाइज हामी स्फूर्ति फुर्ती दुईटैमा छौँ तर यहाँ गफ हुँदैछ यहाँ बसेको भिडियो गर्छ ल ओइ 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 रुकु ओइ ओइ बसेको भिडियो पनि बना न यहाँ आइज ल बसेको टक्क ओके गर ल उहाँ गरेर ल म यसरी बसेको ल अलिक पर जान भन्न बोल्न अब त ल गाइज भिडियो पनि लामो भयो होइन अब भिडियो धेरै लामो भयो भने तपाईँहरूलाई हेर्न पनि अब आँखा दुख्छ होला मैले अब चाहिँ रोकेँ होइन अब गलले पनि के धेरै भिडियो गर्यो गले पनि के म त थाके पनि सकेँ नहिँडेको धेरै भएछ थाकेँ ल अब अर्को नेक्स्ट उसमा भेटौँला होइन